सुदूर अब दूर नै झिकै 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 माया तमलाई ओ जो तेरा 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 सुरु। हेलो नमस्ते वेलकम टु आवर युट्युब च्यानल। फेरि पनि स्वागत छ नयाँ ब्लगमा। आज पनि फेरि नयाँ ब्लग लिएर आइसकेकी छु। यहाँको सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै आराम ठिकठाक सन्चै छु। आजको भिडियो चाहिँ मैले अफिसबाट सुरु गरेको छु किनकि साँझको 7-5 बजिसकेको छ। सो यहाँबाट मैले स्टार्ट गरिरहेको छु। यो चाहिँ पुरै हाम्रो एमसिआर रुम हो है। अनि यतामा म आज यहाँ चाहिँ अलिकति एसी रात दिन चलिरहेको हुन्छ कि, अनि म यहाँ आएर मजाले बसिरहेको हुन्छु। सो अहिले टिभी चलिरहेको छ यसरी। म चाहिँ देखाउँछु न्युज कसरी भइरहेको छ हाम्रो दाइले। हेलो दाइ, स्वागत छ मेरो युट्युब च्यानलमा। दाइ यता हेर्नु न। ल आज त अलिकति छिटो दिने भने होइन, म बजार जान्छु त। उहाँ चाहिँ हाम्रो न्युज सम्पादक दाइ हुनुहुन्छ जो फाइनल न्युज गर्नुहुन्छ हाम्रो पढ्नको लागि। अरू ठाउँबाट रिपोर्ट गरेर ल्याएका न्युजहरू चाहिँ उहाँले फाइनल गर्नुहुन्छ। हजुर तिमीलाई न्युज कस्तो लाग्छ त? राम्रो लाग्छ दाइ मलाई त। यसरी परिरहेको छ, रोहित दाइ हुनुहुन्न। अनि अहिले बाहिरको मौसम चाहिँ कस्तो भइरहेको छ हेरौँ। ओ माइ गड, यस्तो छ बाहिर। यहाँ हेर्नु त, यस्तो धनगढीमा यति गर्मी छ कि मरिजाउँ, यस्तो गर्मी छ। त अगाडि चाहिँ म बस्छु। यो चाहिँ ठ्याक्क धनगढी जाने बाटो भयो। अनि यो चाहिँ एयरपोर्ट चोक हो ठ्याक्क धनगढीको। अनि यहाँ चाहिँ हाम्रो न्युज नेपाल टिभी लेखेर यो साइनबोर्ड छ माथि। अहिले चाहिँ मैले भ्लग चाहिँ अफिसबाट भ्लग स्टार्ट गरेको थिएँ। अनि आज के हुन्छ यो भ्लगमा छोटो मिठो देखाउने छु। सो आज स्पेसल केही पनि छैन, खालि मैले भ्लग मात्र बनाइरहेको छु। अनि धनगढीमा यति धेरै गर्मी छ कि म त बस्नै सकिरहेको छैन। दिनको 4 चोटि मन नुहाइरहेको छु धनगढीमा। गर्मी कतिको छ त धनगढीमा भनिदिनुहोस् त। गर्मी धेरै छ। गर्मी कतिको छ भन्दाखेरि कतिको भन्यो भने एकदम 40 डिग्री माथि तापक्रम छ अहिले। 40 डिग्री छ। ओ हेड ओ हेलो नमस्कार नमस्कार सबैलाई नमस्कार छ। फलो गरिदिनु, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु। हाम्रो सङ्गीता बहिनीलाई चाहिँ धेरै मेहनती बहिनी हो, सङ्घर्ष गरिरहेको बहिनी हो होइन। खाना पनि खाँदैन, साग चिकन राइस खायो, मोमो पिज्जा खाना पनि खाँदैन जस्तो हो होइन। डाइट दुब्लाइसके होइन, दुब्ला पनि चाहिँ राम्रो हो। मान्छे सबैले सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। ब्लग गरेर चाहिँ ठिक छ, राम्रो छ, त्यही भन्न चाहन्छु। ल गर्मी धनगढीमा धेरै सबै दाइ कति धेरै गर्मी खाइरहेको थाहा छ नि। बिग फ्यान। ल मेरो लागि एक गीत। सुदूर अब दूर नै झिकै 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 माया तमलाई ढुक्क र ढुक्क सबै ढुक्क। ल एउटा गीत जाओस् न त। ओ जो तेरा 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 सुरु, तेरे बिन जीना मुझको ना आए, तेरे बिन जीना मुझको ना आए, इतना ही बताए मुझको और गाना नहीं आए। बस ल धन्यवाद छ सबैलाई है। ओ माई गड। सो यहाँ चाहिँ म चाहिँ रेडी भइसकेको छु घर जानको लागि। अब त्यही साँझको 6:30 भइसकेको छ। अनि म चाहिँ घर जाँदैछु। मसँग धेरै अब चाहिँ हामी घर जान लागेका छौँ। दाइ कस्तो एक्साइटेड हुन्छ क्या हो घर जानलाई त? अब चाहिँ हामी 2जना मात्रै छौँ आज अफिसमा। सबैजना बाहिर हुनुहुन्छ, 2जना मात्रै छौँ दाइ र म। दुवैजना भयो भने झ्याउ पनि लाग्छ, आनन्द पनि आउँछ। धेरै यताउति हल्ला हुन्छ नि त। त्यस्तो हो। हामी चाहिँ निस्किसकेका छौँ अहिले यसरी बाटोमा जाँदैछौँ। अनि मेरो युट्युब च्यानललाई चाहिँ सबैजनाले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला। दाइले त आज त वाउ यस्तो राम्रो गर्लफ्रेन्ड घुमाउने बाइक लिएर आउनु भएको छ। के हो दाइ यस्तो? वरिपरिबाट देखाइदिने अरे कि। ल दाइको बाइक। ल म चाहिँ गएँ, तपाईँ बाइकमा आउने होला है दाइ। ओ मैले त तपाईँको बाइकको सोचिरहेको कि दाइ। होइन यस्तो भुल्याइदिने यार, खतरा छ यो दाइ। अरूको बाइकलाई आफ्नो बाइक भनेर, नयाँ बाइक भनेर हेर न। अब के गर्ने, अब थम्मेलमा त्यही राख्न भनेको मैले। यस्तो छ। ल बाई दाइ, बाई बाई। सो म चाहिँ लागिसकेको छु घर। दाइलाई पनि बाई बाई गर्ने। सो गाइज आजको भिडियो चाहिँ यति नै रहेको छ। अनि अहिलेको भिडियो चाहिँ म घर जाँदैछु यति। ओहो यहाँसम्म लिन आउनु भएको छ मलाई। अनि अहिले चाहिँ म घर जाँदैछु। आजको भिडियो नै यति नै रहेको छ।
स्पेसल केही पनि होइन, खालि मैले रमाइलोको लागि अफिसबाट यहाँसम्म बनाइरहेको छु। सो अब चाहिँ म यहाँबाट घर जानुभन्दा पनि मान्छे यहाँ आइसकेको छ अनि यहीँबाट म एउटा अर्को कामको लागि जाँदैछु अनि अर्को कामको लागि जाँदैछु भनेर चाहिँ अब यहाँबाट उहाँलाई पनि लिएर जाँदैछु। मैले भिडियो उताबाट अफिसबाट बनाएको थिएँ कि भ्लग, अनि अब यहाँ इन गर्नुपर्ने हुन्छ। सो हेर्दै गर्नु होला, च्यानललाई सब्सक्राइब गर्नु होला। नेक्स्ट भिडियोमा भेट्नेछौँ। ओके बाई साथीहरू, बाई भन्दै त बाई बाई।